सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल। मिति 2082 साल मुक्सिरको 4 गते बिहिबारको राशिफल लिएर आएका छौं। सर्वप्रथम मेष राशि। मेष राशिको लागि भने आजको दिन एकदमै राम्रो दिन रहेको देखिन्छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिको भने आज राम्रो छैन। त्यसैगरी मिथुन राशिको पनि आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी कर्कट राशिको कुरा गर्नेछौँ। कर्कट राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी सिंह राशिको कुरा गर्नेछौँ। सिंह राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी कन्या राशिको कुरा गर्नेछौँ। कन्या राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी मकर राशिको कुरा गर्नेछौँ। मकर राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी कुम्भ राशिको कुरा गर्नेछौँ। कुम्भ राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी मीन राशिको कुरा गर्नेछौँ। मीन राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर लाइक कमेन्ट पनि अवश्यमेव गर्नुहोला। हस्त नमस्कार। नारायण। जय शम्भु। जय श्री पशुपतिनाथ।